सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाल दाजुभाइहरूमा सेवाहरू नमस्कार भन्न चाहन्छु र मैले चाहिँ यो किन हालेको भन्दाखेरि हाम्रो देशमा अहिले जति पनि दुःख कष्टहरू होइन एउटा चाहिँ नि खालको चाहिँ नि आएको छ नि त्यस्तो नहोस् र सबैमा चाहिँ सद्बुद्धि आओस्, देशको माया होस् होइन भनेर हाम्रो देश जस्तो सुन फल्ने देश चाहिँ हामीले चाहिँ अब काम गर्दैनौँ, आँखा देख्दैनौँ होइन। त्यसले गर्दाखेरि हामीले विभिन्न चाहिँ अब यो भनौँ न हाम्रै देशमा छन्। अहिले सबै दाजुभाइहरू चाहिँ विदेशमा गएर हाम्रो यो जग्गाहरू बाँझो भइरहेको छ। के गर्नु देशमा विदेशमा गएर करोडौँ लाखौँ कमाउनु भन्दा यहाँ थोरै कमाएर चाहिँ आफ्नो बुवा आमा भाइ बहिनी परिवारसँग समय दिनु राम्रो हुन्छ। हाम्रो देश चाहिँ तपाईँको संसारको एउटा यति राम्रो देश छ। त्यसले गर्दाखेरि हामीले यो देशलाई माया गरौँ होइन, मनन गरौँ एकचोटि। अब त्यसले गर्दाखेरि आज यो एउटा सानो एउटा तस्बिरमा मैले चाहिँ सेयर गरिरहेको छु। म पनि 2006मा बाहिर गएर धेरै दुःख गरेर आएर त्यसमा के गर्नु भन्ने हो। त्यसले गर्दाखेरि विकल्पहरू धेरै छन्, तर के गर्नु यहाँका नेताहरूलाई केही जवाब दिने युवाहरू जति सबै खाडी मुखमा गरेर बुढापाकाले मनमा त छन् नि तर बोल्दैन। त्यस कारणले पनि हामी युवाहरू जति अब जाने गइहाल्यौँ। अब चाहिँ तपाईँको अबकोलाई चाहिँ हामीले होइन हामी देशमा बसेर के गर्नुपर्छ, नेताहरूलाई चाहिँ एउटा वफादारी गरेर गर्नुपर्छ भन्ने सन्देश दिएको छु है।